ओके क्वेसनमा हामीलाई पहिला के बनायो भनेछ के बनायो पहिला ट्रायंगल त्यो ट्रायंगल बनाएपछि फेरि त्यसपछि के बनायो अनि यो दुईटै चाहिँ के हुनु पर्यो यिनीहरूको एरिया अब थोरै हामी पढेको कुराहरुको कन्ट्राडिक्टिङ कुराहरु है मलाई याद छ ट्रायंगल र प्याराग्राफ कहिले इक्वल हुन्छ एउटै बेसमा उभिँदा कहिले इक्वल हुन्छ अनि के पढाएको थियो ट्रायंगल विल बी अलवेज ट्रायंगल विल बी अलवेज प्याराग्राफ विल बी अलवेज बोले त यो क्वेशन हामीले जुन अहिले तरिकाले पढेछ त्यो तरिकाले गर्यो भने चाहिँ मिल्दैन जस्ट एक्जाम्पल मैले यसलाई सानो बनाएर देखाएँ एकछिन थ्योरेटिकली हेरेर एकछिन मैले बच्चाहरु एउटा पहिला सुरुमा ट्रायंगल बनाएँ हो if with the same base a base na on the same base if I construct a parallelogram like this bachharu your parallelogram equal huncha ki double huncha this new parallelogram will be equal or double double then uso bhaye equal banaunai ke गर्ने होला कमन सेन्स लगाउँदा बच्चाहरु parallelogram त जहिले double हुन्छ राइट दुईटा ट्रायंगल बनाउने दुईटा ट्रायंगल बनाउने ट्रायंगल त एउटै मात्र बनाउनु हुन्छ ट्रायंगल एउटा मात्र कसको कमन सेन्स छ त भन त युज योर कमन सेन्स दिमाग लगाउनु पर्छ ट्रायंगल युज गर्नु प्याराग्राफ बनाउनु दुईटा बेसमा के गर्नु दुईटा बेस दुईटा बेस गरे न चाहिँ डबल हुन्छ पुरो त्यस्तै हो तर दुईटा बेस डबल गर्ने चाहिँ के गर्ने होला त्यसै डायगोनल दिने फेरि भाइले एउटा वर्ड होइन कविताले थाहा होला बेस सेम भयो भने चाहिँ के हुन्छ प्याराग्राफ डबल हुन्छ हो अनि बेस पुरै लियो भने चाहिँ डबल हुन्छ भने कति लियो भने चाहिँ इक्वल होला हाफ स्याबास त्यसैले यो ट्रायंगल बन्छ नि बच्चाहरु यो क्वेशनमा चाहिँ इन दिस क्वेशन ट्रायंगल बनेपछि सपोज दिस इज योर 10 सेन्टिमिटर हो भने त्यसलाई हाफ गर्ने 5 सेन्टिमिटर अनि यहाँबाट चाहिँ प्यारालल लाइन बनाउने यति मात्र आधी मात्र बेस लिएर गयो भने चाहिँ प्याराग्राफ र ट्रायंगल के हुन्छ द्याट्स योर लजिक ठीक छ अनि यसको ठ्याक्कै उल्टो यदि प्यारालेलोग्राम छ भने चाहिँ हाम्रो कान्छाले भने जस्तै साइले भने जस्तै प्याराग्राफ पहिला बनायो अनि ट्रायंगल बनाउनु पर्यो भने बच्चाहरु यसरी ट्रायंगल बनायो भने के हुन्छ इक्वल हुन्छ ट्रायंगल र प्याराग्राफ ट्रायंगल जहिले के हुन्छ हाफ हुन्छ ट्रायंगल बराबर बनाउनलाई चाहिँ अघि साइले भने जस्तै त्यति बेला चाहिँ बेसलाई डबल गर्यो यहाँ 5 छ यहाँ पनि 5 थप्यो अनि नयाँ ट्रायंगल दुईटा ट्रायंगल यसरी बनाएर यो ट्रायंगल चाहिँ प्याराग्राफको इक्वल हुन्छ भनेर गर्नु डिड यु अन्डरस्ट्यान्ड द कन्सेप्ट रेडी ठीक छ ल लेट्स स्टार्ट आवर वर्क कन्स्ट्रक्सन गर्न सुरु गरौँ कन्स्ट्रक्सन गर्दा पहिला रफ फिगर पनि बनाइदिउँ त बनाउनु नेसेसरी छ है एक्जाममा ल ट्रायंगल छ ट्रायंगलको नाम एबीसी भनौँ साइलाई सोधौँ कि कसलाई सोधौँ कसलाई बिपिनलाई सोधौँ बिपिन ट्रायंगलमा हामीले यो पहिला पनि गर्न सिक्या हो पेपर सोधे मैले स्मल लेटर ए भनेको कसरी भनेको छ स्मल लेटर ए भनेको 7 सेम छ कुन चाहिँ हो बीसी शाबास स्मल लेटर चाहिँ क्यापिटल ए को अपोजिट हुन्छ हो सो यो 7 सेम पर्यो अर्को पनि भन्दै जाऊ त बी भनेको 6 सेम भनेछ कुन चाहिँ हो एसी एसी बी को अपोजिट स्मल बी भनेको क्यापिटल बी को अपोजिट दैट्स 6 सेम एन्ड नेक्स्ट वान 5 सेम हैन ल यो भयो तिमीहरुको ट्रायंगल पहिले यो ट्रायंगल बनाउने अनि यसमा पनि बच्चाहरु आज पनि प्यारालल लाइन बनाउनु पर्छ है ट्रायंगल बनाएपछि प्यारालल लाइन चाहिँ बनाउनु पर्यो यहाँबाट माथिबाट यसरी अनि यो प्यारालल लाइनको भित्र चाहिँ हामी यसरी प्यारालल अर्को नयाँ प्याराग्राफ बनाउनु अनि बेसलाई चाहिँ के गर्नुपर्छ बेसलाई के गर्नुपर्छ हाफ गर्नुपर्छ है बिकज प्याराग्राफ अलरेडी डबल हुने चिज हो पुरैमा बनाए त अझै ठुलो हुन्छ हाफमा मात्र बनाउने हाफ भनेको कति हुन्छ 7 को हाफ 7 को हाफ कति हुन्छ 3.5 गरेर 3.5 मा बनाउने रेडी हो गरौँ लेट्स डू टुगेदर एभ्रीवन पहिला 7 बनाऊ अनि 5 र 6 गरेर पहिला ट्रायंगल बनाऊ ल लेट्स स्टार्ट हाम्रो काम सुरु गरौँ टेक योर स्केल एन्ड कम्पास टेक योर स्केल ड्रा स्ट्रेट लाइन एन्ड मेजर एन आर्क अफ 7 cm बच्चाहरु कपीमा चाहिँ अब तल अलिकति ठाउँ हुने गरेर गर है सिधै कपीको लास्टबाट सुरु नगर है कन्स्ट्रक्सन गर्दा तल पनि ग्याप हुने गरेर गर है लाइक मैले पनि यस्तै गरेको छु I'm drawing a line
Draw a line. Measure an arc of 7 centimeter. आज हामीलाई तल पनि स्पेस चाहिन सक्छ है कन्स्ट्रक्सन. So measure an arc of 7 cm. Put a compass tip at 0. Put a compass tip at 0 and pencil tip at 7. Put a pencil tip at 7, compass tip at 0 and then cut. That's your 7 centimeter. Cut from both sides. Cut from both sides. That's your 7 centimeter. And it's BC. 7 cm. Now, अर्को साइडबाट C बाट चाहिँ कति हुनु पर्थ्यो? C बाट यता 5 हुनु पर्छ नि त अघिको हाम्रो रफ यताबाट 6 यताबाट 6 ल now measure 6 cm. Measure an arc of 6 cm. Scale निकालो. 6 cm नापो. Put a compass tip at 0 and pencil tip at 6 मा चाहिँ ठ्याक्कै उल्टो गरेछ. Compass tip चाहिँ 6 मा राखेर pencil tip चाहिँ 0 मा छ. 6 नापो. 6 नापो. अनि C बाट 6 काटा माथि हावामा. Check your compass and cut an arc of 6 cm. Somewhere like this on the empty space. Now again check your scale. B बाट चाहिँ you have to cut how much? B बाट चाहिँ कति काट्ने हो? 5. So scale you and measure an arc of 5 cm. Measure an arc of 5 cm. Put a compass tip at 0. Pencil tip at 5. And cut an arc of 5 cm from B. Okay, B बाट 5 काट्यो. C बाट 6 काट्यो. B बाट माथि 5 काट्यो. Okay, that's your triangle. Join them. That's your required triangle. Triangles and body. That's your A. This is 5 cm. This is 6 cm. Okay, that's it. Iti boy. First, make this one. Mere bhai direct garcha. Parallel line tani. Ani off here. Triangle banana sako. Excuse me. Yes, sir. Without a 5 काटने, without a 6 काटने. You are very steady. स्वच्छ निको बनाको. बने. Love. और base ला 1% था सर that will do at last है oil काटने में. अब पहिला parallel line में. You guys remember parallel line कसरी बनाउँछ? कुन एंगलहरुलाई सेम देखाउनु पर्छ? Z वाला एंगल राइट ऑर्डिनेट एंगल ल पैरेलल लाइन बनाऊ अब यसपछि माथिबाट पैरेलल लाइन तान्नलाई विल कपी एंगल C टेक योर कम्पास एंगल C लाई कपी गरौँ ल सँगसँगै गरौँ रेडी हो एभ्रीवन रेडी एंगल छ पुट a compass tip at C and make your compass a bit smaller अलिक सानो बनाऊ कलर चिनोस् भन्नलाई म ऑरेन्ज कलरले गर्छु Make your compass a bit smaller. We are going to measure angle C and cut somewhere like this. Angle C like cut. Oh shit. There cut again. Angle C like cut. Cut angle C. We are going to copy angle C, right? We are going to copy angle C.
एंगल हामी कपी गर्दैछौँ एंगल सीलाई कपी गर्ने प्रोसेस हुँदैछ नाउ डु नट चेन्ज द आर्कलाई चेन्ज नगर कम्पासलाई चेन्ज नगरिकन एंगल ए मा राख वी आर गोइङ टु मेक अल्टरनेट एंगल है z बनाउँदै कट समय लाइक दिस कम्पास धेरै ठुलो चाहिँ नगर है तिमीलाई गाह्रो हुन्छ धेरै सानो पनि नगर ओके कट समय लाइक दिस एच जस्तो या आई जस्तो स्टाइलिश एच जस्तो स्टाइलिश आई जस्तो देखिनु पर्यो है काट्दाखेरि Did you cut this much? यति भयो सबैको काटे यति भयो सबैको Okay, now take your compass, put your compass tip somewhere over here. यहाँ राखो. Let me name this as Sahil को S. Sahil को S. This is Sahil's S. And this is Sahil's T. Tiles T. Like S र T भन्यो. Put a compass tip at S. अनि पेन्सिल टिपले चाहिँ T लाई छुने कोसिस गर. If it is not happening, make your compass arc a bit smaller and try to put your pencil tip at T. Change your compass arc. Change its gap. Make it smaller and try to make it touch to T. Did you touch? Yes. यो के गरेको यो एंगल कति फाटेको छ भनेर we are measuring, okay? How much it has opened up? Opening कति ठुलो छ, wide छ, त्यो wideness नापेको है. To make sure that you have cut, to make sure that पेन्सिलले छ कि छैन, छोको छ कि छैन चेक गर्नलाई just cut it once. चेक गर, काटेर हेर. अब take your compass, अब यो आर्क नाप्यो है कति फाटेको छ गरेको छ we have measured. Now take your compass and put somewhere over here. Okay, let's name it as Q. Like Q. Okay, Q ma lagare compass ra. Put a compass tip at Q. Put a compass tip at Q and then cut. That's your parallel lines arc. Put a compass tip at Q and cut. That's your parallel line. Parallel line सीधा जानु पर्यो बाङ्गो भएर जानु भएन. Join it. That's your parallel line. मचा शिर ल अब प्यारलल लाइन बनाइसकेपछि अब चाहिँ प्यारलेलोग्राम बनाउनु थाल्ने है. प्याराग्राफ कहाँबाट बनाउने हाफ है 7 को हाफ. 7 को हाफ त सिधै नापेर 3.5 गर्न मिल्थ्यो है. सिलेबसमा करिकुलमले चाहिँ कम्पास युज गर भनेको छ. कम्पास युज गरेर यो तलकोलाई हाफ गर्न आउँछ नि मलाई आउँछ कसरी गर्ने तिमीले सानो क्लासमा यस्तो गरेको याद छ कि छैन यसरी हाफ गर्छ कम्पास लिने ए बी मा लगाएर राख्ने गाइस लुक हियर यस्तो गरेको छ कि छैन when you are in class 4 5 यो पुरा लामो लाइनलाई आधा गर्नु पर्यो भने कम्पास अलि ठुलो लिने जस हाफ भन्दा अलि बढी लिने 7 को हाफ 3.5 भन्दा अन्दाजले बढी लिने अनि यस्तो गरेर के गर्थे तिमीहरूले रातोले गर्छ है यसरी कम्पास राखेर लाइनलाई हाफ गर्न तिमीहरूले क्लास 4 मा 5 मा सिकाइदियो हेर कटअप्पा अनि तल कट डाउन अनि फेरि उताबाट पनि यता सीमा पनि कम्पास राखेर बाहुबली कट डाउन बाहुबली याद छ यस्तो गरेको अनि कटअप्पा यताबाट माथि पनि काटे तल पनि काटे उताबाट पनि माथि काटे तल काटे यस्तो गरेको याद छ एन्ड टु लाइक दिस यो लाइन जोइन गरेपछि चाहिँ ठ्याक्क आधा पनि हुन्छ बीचमा 90 डिग्री पनि हुन्छ है यो लाइन र यो लाइन जोइन गर यसरी जोइन गर राइट न सबैले गर तर मैले यहाँ अङ्कर गर्छु
you understand what did I do? Compass लियो अलिक ठुलो बनाऊ, make it more than half, 3.5 भन्दा हाफ भन्दा बढी लिने अनि कट माथि तल कट गर है. इट्स अननेसेसरी यस्तो गर्नु जरुरी थिएन. 3.5 का हाफ त हुन्थ्यो. कहिलेकाहीँ ठ्याक्क हाफ पत्ता नलाग्ने खालको भयो भने चाहिँ कम्पास चाहिँ साइन्स यसरी गर्नुपर्छ. त्यही भएर करिकुलमले कम्पास युज गर्नुहुन्छ. Okay everyone, did you make it? तर बीचमा लाइन तान्दाखेरि चाहिँ त्यसलाई ब्रोकन लाइन तान है. ब्रोकन लाइन वाटर लाइन तान्ने है. जस्ट ड्र ब्रोकन लाइन. Guys, make like this broken line. Please make broken line in middle. Chakka half हुन्छ. Broken line like this बनाओ and measure it. It will be half. If you measure it with scale, it will be exactly 3.5. Scale में आप 3.5 हुन्छ है ठ्याक्कै. Okay, मेरो चाहिँ हल्का फुल्का यता तानेको हल्का भएन. 3.5 3.4 अलिकति 3.5 exactly 3.5. Okay. Everyone, did you finish this much? सबैको सक्यो यति? Okay. अब लगभग सकिन लाग्यो बट अझै पनि थोरै चाहिँ बाँकी छ. नाउ अब नयाँ प्याराग्राफ बनाउनु पर्यो है. प्याराग्राफको कुनै एउटा इन्फर्मेसन क्वेशनमा दिएको हुनै पर्छ. इफ यु हैव नोटिस अघि के दिएको छ? 60 डिग्री दिएको. प्याराग्राफको एउटा एंगल 60 दिएको छ है. सो लेट्स मेक 60. कहाँबाट बनाउने? त्यो बिचबाट है. त्यो बिचलाई O भनेर नाम देऊ. And बिच O बाट अब 60 डिग्री बनाउने ल. Follow along with me. Let's start. Everyone, put your compass tip at O. Put your compass tip at O. यो नयाँ बनेको पोइन्टलाई O भन्दिने कि M भन्ने के भन्ने ल तिमीहरु भन. Make your compass a bit smaller. Color change. Let's make it with green. Take your compass, make it a bit smaller, and cut a half arc. We are going to make 60 degree, right? So please cut a half arc like this. Half circle arc. Cut a half circle arc. Green color पे रहता. Cut a half circle arc. Cut a half circle arc. भयो? अब 60 कहाँबाट बनाउने? From this side, right? So now take your compass. Put your compass tip somewhere in your arc like this. 60 बनाउन आउँछ नि? 60 बनाइदिनु. काट. That's your 60. यसलाई यो 60 लाई तन्काएर प्यारलल लाइन सम्म लगाऊ. Join it. Draw your 60 degree. 60 degree बनाइदिनु. 60 degree.
Now 60 degree को लाइनलाई तर्काएर बाइकसम्म लग मैले मिस्टेक नि यहाँ एउटा यहाँ एउटा लाइन ल 60 काट्यो सबैको भयो 60 लाई लाइन तान्यो माथिसम्म भयो द लास्ट काम प्यारेलेलोग्रामको अपोजिट साइड्सहरु के हुन्छ इक्वल हुन्छ बचाएर हेर है यो हरियो लाइन जत्रो छ नि त्यत्रो अर्को हरियो लाइन तान्नु पर्छ सो नाउ पुट ए कम्पास टिप एट ओ अनि भर्खर तानेको 60 डिग्री कति सेन्टिमिटर लामो छ नाप यसरी कम्पासले भर्खर तानेको 60 डिग्री वाला लाइन कति लामो छ नाप यसरी भर्खर तानेको 60 डिग्री वाला लाइन कति लामो छ भनेर नाप यसरी 60 डिग्री जुन भर्खर काटेको छ नि त्यो कति लामो छ भनेर नाप काट्यो नाप्यो पुरै कम्पास टेप लिएर आइदिस अनि कम्पासले नाप्ने मात्र है तर यतै मानिसले त प्यान यताको लाइन नभन्ने किनकि यो साइड इक्वल नहुन सक्छ सो हरियो कलरको लाइन जत्रो छ त्यत्रै उता हुनु पर्यो यताबाट टान्नु पर्यो कि उता 4.5 छ ल कम्पासमा 4.5 लिएर सी मा लगाएर कम्पास राख पुरै कम्पास टेप एट सी अनि कट गर है दैट्स योर प्यारेलेलोग्राम ए भनेर नि सीमा है सीमा सेन्टिमिटर सीमा राखेर काट 4.5 आछ रे त्यो जति हो नापेको त्यो 60 डिग्रीको लाइन जति लामो छ त्यति नै सी बाट काट एन्ड जोइन योर लाइन दैट्स योर न्यू प्यारेलेलोग्राम अब नयाँ प्याराग्राफ